हेलो नमस्ते सबैजनालाई। आज म घोडागुडी ताल घुम्न आएको छु है त। यो घोडागुडीको सिनो यहाँलाई देखाउन चाहेँ है त। एकदम रमाइलो छ, घुम्न लायक छ पनि भन्न चाहेँ है। आज म पनि घोडागुडीतिर घुमघामको लागि आएको थिएँ। यतातिर पनि धेरै रमाइलो छ, घुम्न लायक छ भन्नुपर्छ है त। एकदम शान्त एरिया छ, हरियाली छ है त। यो चाहिँ कृत्रिम होइन, प्राकृतिक हो भन्न पनि चाहेँ है त। एकदम रमाइलो छ हाम्रो गाउँठाउँमा पनि है त। हामी चाहिँ धेरै कृत्रिमलाई प्राथमिकता दिन्छु, त्यही पनि हाम्रो ठाउँ हेर्नुहोला, एकदम कृत्रिम भन्दा पनि प्राकृतिक एकदम राम्रो छ भनी भन्न चाहेँ है त। यहाँ सबै घुम्न आउँदा रहेछन्, धेरै आउँदो रहेछन् है त। अनि चाहिँ यो अहिले घोडाघोडी तालको अवलोकन हो है। यो घोडाघोडीमा सबै घुम्न आउँदो रहेछन् भन्न चाहेँ मैले। अनि चाहिँ एकदम रमणीय छ होइन। यो चाहिँ कृत्रिम होइन, प्राकृतिक हो पनि भन्न चाहेँ। यहाँ ताल छ हेर्नुहोला, यो घोडाघोडी ताल हो, एकदम ठुलो छ है त। उता उतासम्म चाहिँ एकदम ठुलो छ होइन। यता हेर्नुहोला, फोटो खिच्नको लागि, भिडियोहरूको लागि चाहिँ यो डिजाइनहरू पनि बनाएको छ, डेकोरेसन पनि बनाएको छ भन्न चाहेँ है त। यी छाताहरूको डेकोरेसन छ है, उता डोकाहरूको पनि डेकोरेसन छ। यो डेकोरेसन छाताको हो भन्न चाहेँ होइन। ल देख्न सक्नुहुनेछ यहाँ चाहिँ डोकाहरू हाम्रो गाउँघरतिर पाउँछ नि। डोकाहरू कलर लगाएर यो पनि डेकोरेसन राम्रो गर्नुभएको छ, ताकि आउनेहरूको लागि यहाँ फोटो भिडियोहरू खिच्छन्। हेर्नुहोला, एकदम एकदम राम्रो छ है त। यहाँ डोका पनि छन् होइन, कलर लगाएर फोटो भिडियोहरू हेर्न सक्नुहुनेछ। यहाँ फोटो भिडियोहरू बनाइराखेका छन् पनि भन्न चाहेँ है। एकदम रमाइलो छ, एकदम रमाइलो छ। यो चाहिँ ताल हो, तालको साइडमा चाहिँ यस्तो हिँड्ने एकदम, यहाँ चाहिँ अब क्यामराम्यानहरू पनि हुन रहेछन् होइन, फोटोग्राफरहरू पनि। यो ताल हो है त, हेर्न सक्नुहुन्छ। एकदम ताल पनि एकदम रमाइलो छ होइन। यो प्राकृतिक हेर्न लायक छ है त। ए फुर्सद हुनुहुन्छ, नजिक हुनुहुन्छ भने हजुरहरू पनि आएर घुमघाम गरेर जानुहोला भन्न चाहेँ है। बाई बाई।